जब सहरको केन्द्रमा रङ्गीन बत्ती बल्छन् त्यही सहरको छेउमा एक कुनो छ जहाँ अँध्यारो मात्रै बस्छ। त्यो अँध्यारो कहिल्यै बत्तीको उज्यालोले छोएन। अहिले पनि त्यही अँध्यारोभित्र बसिरहेको एक परिवार पीडामा र शोकमा छन्। यहाँबाट जान चाहनुहुन्छ तपाईँ? के हो नाम? हजुर? खुसी मण्डल। यो अवस्था हो झापाको बिर्तामोड नगरपालिका 8 गारामुनि बजार नजिकैको एक क्षेत्रमा एउटा परिवार आकाशमुनि प्लास्टिकको पाल ओढेर दिन बिताइरहेको छ। श्रीमानको 4 दिन अघि निधन भएको हो। अहिले परिवार काजक्रियामा छ, तर न बस्न घर छ न सिरानी टेक्ने ओछ्यान। माटोमाथि प्लास्टिक, छेउमै भाँडाकुँडा, एउटा पुरानो साइकल, एउटा सानो झुप्रो अनि सँगै बसेका छन् एक वृद्ध आमा, एक अपाङ्ग छोरी। छोरी 12 वर्षीय, अपाङ्ग बोल्न सक्दिनन्। टेन बाहिरै नाङ्गो भुइँमा बसिरहेकी आमाको काखमा आँसु टारिरहेको छ। उहाँहरूलाई तत्काल उद्धार गर्न जरुरी छ। सम्बन्धित निकायको ध्यान आकर्षण हुन जरुरी छ। बाँकी थप भिडियोमा हेरौँ। दर्शक नमस्कार, यतिखेर बिर्तामोड झापा.com बाट म टिकाराम वास्तवलाई उपस्थित छु। यतिखेर म बिर्तामोड नगरपालिका वार्ड नम्बर 8 मा आइपुगेको छु। गारामुनिबाट करिब थोरै दक्षिणपट्टिको एउटा यो ठाउँमा। यहाँ देख्ने बित्तिकै बोल्ने त शब्द खासै केही छैन मसँग, किनभने यो अवस्था जसले देख्नु भएको छ। यो एकदमै भावुक बनाउने दृश्य पनि छ। यहाँनिर कुरा दिनुहुन्थ्यो, माया गर्नुहुन्थ्यो भनेर आँखाभरि आँसु बनाउँदाखेरि चाहिँ हामीलाई पनि निकै दुःख लाग्छ। तर अब अहिले बुबाको पनि निधन भएको 4 दिन भइसक्यो। 4 दिन भइसक्यो। उहाँको छैन, खानेकुराहरू केही छैन। बेलुका बेलुका अब हामीले खानाहरू चाहिँ ल्याएर गरिदिन्छौँ। यहाँनिर एउटा परिवार बस्नु हुँदो रहेछ र उहाँको श्रीमान चाहिँ भर्खर केही दिन भयो निधन भएको। अहिले उहाँहरू काममै हुनुहुन्छ। 4 दिन भएको रहेछ। यहाँनिर एकजना अपाङ्गता बालबालिका पनि हुनुहुन्छ, बस्नु भएको छ। र यो अवस्था यतापट्टि अलिक देखाइदिनु होला। यो एकदमै यहाँको यो अवस्थामा बसिराख्नु भएको छ। यहाँनिर अब निरन्तर 5 घन्टासम्म पानी पर्ने हो भने यो सबै यहाँ पानी हुने ठाउँ छ। यहाँ उहाँहरूको करिब 1 वर्ष, यहाँ स्थानीयले भनेअनुसारले करिब 1 वर्ष भइसकेको छ यही ठाउँमा बस्नु भएको। र हामीलाई जानकारी प्राप्त भएअनुसार उहाँ बिर्तामोडै निवासी हुनुहुन्छ भन्ने कुरा पनि हामीले पाएका छौँ। र म थोरै उहाँहरूसँग त अब काममा हुनुहुन्छ, एकदमै अब दुःखद घडीमा हुनुहुन्छ। एउटा कुरा रह्यो। अर्को कुरा यहाँनिर देखाइदिनु होला। एकजना बहिनी हुनुहुन्छ, यो अवस्थामा हुनुहुन्छ कि अब उहाँलाई छिटोभन्दा छिटो यहाँबाट उद्धार गरेर कहाँ लगेर राख्न सकिन्छ। आश्रममा हुन्छ अथवा मानव सेवा आश्रममा हुन्छ अथवा स्थानीय निकायले, यहाँको सम्बन्धित निकायहरूले एकदमै छिटो उद्धार गर्न जरुरी छ। यो सूचना यहाँहरूमा सम्प्रेषण गर्नको लागि यतिखेर म उपस्थित छु। र म थोरै यहाँ रहनुभएका स्थानीय मानिसहरू जसले उहाँहरूलाई बुझ्नु भएको छ, यहाँ देखिराख्नु भएको छ, र जसले बिहान बेलुका खानको लागि सहयोग पनि गरिराख्नु भएको छ। समस्या पर्दाखेरि निरन्तर आइराख्नु भएको छ। उहाँहरूसँग थोरै कुराकानी गर्नेछु उहाँहरूको बारेमा। अब खासमा सबै कुरा मलाई धेरै थाहा छैन होइन, भन्ने अवस्था पनि छैन, किनभने यो अवस्थामा एकदम भावुक भएको अवस्था छ। यो देख्ने बित्तिकै जो पनि भावुक हुने छ। उहाँहरू कति भयो यहाँ बस्नुभएको? उहाँहरू यहाँ बस्नुभएको चाहिँ 1 वर्ष भयो। योभन्दा अगाडि चाहिँ उहाँ एकजना कार्की होइन, कार्कीको घरमा बसिराख्नु भएको थियो। त्यतिखेर पनि नानीलाई चाहिँ रेप केस परेर हामीले नै आश्रमसम्म लगेका थियौँ। यहीँ नजिकै कप्तानबारीको अपाङ्ग बाल सरोकार केन्द्रमा लगेर राखेको थियौँ। अनि त्यस पछाडि चाहिँ आमाले फेरि गएर लिएर आउनुभयो होइन। लिएर आइसकेपछि चाहिँ अब नानी मैसँग राख्छु भन्नुभयो। अहिले चाहिँ उहाँको बुवा बितेको चाहिँ 4 दिन भयो होइन। अब अहिले 13 दिनसम्म पनि नानीलाई यहाँ छोड्न एकदम डरमर्दो अवस्था छ। आमा छोरी मात्र राति होइन। त्यस कारणले गर्दा जति सक्दो चाँडो नानीलाई चाहिँ सुरक्षित ठाउँमा लग्नु पाए राम्रो हुन्थ्यो। हामी चाहिँ कति वर्ष पुग्नु भयो होला? नानी 12 वर्ष है। यो सानैदेखि थोरै तपाईँलाई मैले सोधेँ, सानैदेखि उहाँ यस्तै हो, अपाङ्ग नै हुनुहुन्थ्यो? अब अनि यहाँ चाहिँ कति तपाईँहरू बस्नुभएको? यहाँ बस्नुभएको राजा कुन सालमा? कति भयो तपाईँहरू यहाँ बस्नुभएको? यहाँ बसेको राजा कुन सालमा बसेको? राजा मरेको सालदेखि। अब त्यो त 58 सालमा। 58 साल त कहाँ हामीहरू यहाँ बस्यो। यहीँ बस्नुभएको है पहिलेदेखि नै? त्यहाँ त कोही। र अब उहाँ अलिकति समस्यामा पनि हुनुहुन्छ। अब बोल्नलाई कतिखेर के बोल्ने भन्ने कुरा पनि थाहा छैन। मेन कुरा चाहिँ यहाँ एकजना बालिका हुनुहुन्छ, उहाँलाई छिटोभन्दा छिटो उद्धार गर्न जरुरी छ। अब यो भिडियो यहाँहरूमा सम्प्रेषण गर्न यति धेरै जरुरी भयो कि तत्काल अघि बिहान मात्र सामाजिक सञ्जालमा उहाँले एउटा भिडियो हाल्नु भएको थियो र उहाँको भिडियो हेरेर हामी यो ठाउँमा आइपुगेका छौँ। सम्बन्धित निकायले
जसले जहाँबाट जति के गर्न सकिन्छ उहाँलाई छिटोभन्दा छिटो उद्धार गर्न जरुरी छ। र विशेष गरी बिहान बेलुका र रातिको समयमा यहाँ न कुनै लाइट छ, केही छैन, जम्मा तिर्पल ओढाएर यतैपट्टिको दृश्यले भावुक बनाउँछ। किनभने यहाँनिर न राम्रो ओता लाग्ने अवस्था छ, ठुलो पानी आउने हो भने पनि यो हावा मात्र आयो भने पनि मजाले यो सबै उडाएर लान सक्छ होइन। र एकजना यहाँ हाम्रो तपाईँ पनि यही स्थानीय है? कति समयदेखि यहाँ देखिराख्नु भएको छ उहाँहरूलाई? महरू 1.5 वर्ष जति भयो यहाँ आएर बसेको चाहिँ। तर यो ठाउँमा बसेको चाहिँ, तर उहाँहरूको बसाइ त धेरै अगाडि उहाँहरूको काका बडाउहरू चाहिँ नि तपाईँको यहाँ धेरै 30-40 वर्ष अगाडिदेखि नै बसिया हुन्। ए हजुर, काका बडाउहरू उहाँहरू बिर्तामोडवासी नै हो? 8 नम्बर निवासी नै हो सुरुदेखि नै एकदमै। अहिले त 8 नम्बरकै भोटर्स हुन्, 8 नम्बरकै भोटर्स हुन्। विभिन्न ठाउँहरूमा स्थानीय निकायहरूमा चाहिँ गरिबको लागि भनेर छुट्टै एउटा विपन्नको लागि भनेर अहिले त बजेट पनि आउँछ। ती बजेटहरू यो ठाउँमा आइपुगेका रहेछन् र त्योसम्म पनि पुगोस्, त्यो निकायसम्म पनि पुगोस्। उहाँहरूलाई पहिलो तुरुन्तै गर्नुपर्ने एउटा काम यहाँ स्थानीयले भनेसरलाई हामीले देखेअनुसार चाहिँ उहाँ जो हुनुहुन्छ नानी, उहाँलाई तत्काल उद्धार गर्न जरुरी छ। आश्रममा हुन्छ अथवा कसैले हुन्छ, आज भोलि नै उहाँलाई उद्धार गर्न जरुरी छ। र सँगसँगै उहाँलाई पनि अब राज्यले के त्यत्तिकै अब यो अवस्थामा छोड्न सकिँदैन। किनभने जसोसुकै मानिस भए पनि जो भए पनि यो अवस्थामा बस्ने, त्यो पनि जम्मा 2 जना हुनुहुन्छ, आमा र छोरी। केही समय अगाडि श्रीमान हुन्थ्यो, उहाँको निधन भयो भर्खर, उहाँले अघि भन्नुभयो। अब उहाँले भनेअनुसारले श्रीमान नहुँदाखेरिको पीडा चाहिँ भोगिरहेको छु भनेर भन्दै हुनुहुन्थ्यो। एकदमै बाँकी कुराहरू केही बोल्न सक्ने अवस्था छैन। तुरुन्तै यो सम्बन्धित निकायसम्म खबर पुर्याइदिनु होला। र अब उहाँलाई लाँदाखेरि त आश्रमै होला कि के गर्न सकिन्छ? आश्रममा पहिला पनि हामी चाहिँ मेची महाकाली बुहारी संयुक्त आवाजबाट चाहिँ उहाँलाई धेरै नै सहयोग गऱ्यौँ होइन। नानीलाई हामीले यहाँदेखि खानादेखि लिएर लत्ता कपडा सबै गरेर हामीले 1-2 महिना सँगसँगै बोके लिएर हिँडेर उहाँ झापा जिल्ला अध्यक्ष हुनुहुन्छ। हामीले त्यसरी गऱ्यौँ, गरिसकेर नानीलाई त्यहाँ आश्रमसँग लग्यौँ, त्यो केस लड्यौँ। लास्टमा अब केसमा कसैले पैसा खुवाएर नानीलाई फकाएर के गरेर हुन्छ, रेप गरेको होइन भन्ने कुराहरू आयो र अनि हामीले केस हार्यौँ होइन। अनि त्यस पछाडि फेरि नानी त अब आश्रममा पुऱ्याएको थियौँ, आमाले गएर लिएर आइसकेपछि नानी यहाँ बाबामा हुन्जेलसम्म चाहिँ हामीले होस् न त भनेर छोडिदिएको थियौँ। अब उसले नि नानीले नि हिजो बुवा हुँदा चाहिँ मलाई सजिलो हुन्थ्यो, खाना पकाएर खुवाउनुहुन्थ्यो, अहिले चाहिँ 2-3 दिन भयो खाना खाएको छैन भनेपछि नि हिजोदेखि हामीले खाना ल्याइदिएर आएको छौँ नानीलाई। अब यहाँ छोडिराख्दा पनि अब नचाहिने बाहिरका केटाहरू आएर जे पनि हुनसक्छ होइन। यस्तो अवस्थामा असुरक्षित फिल हुन्छ। अनि त्यही भएर नानीलाई चाहिँ चाँडोभन्दा चाँडो सुरक्षित स्थानमा लग्न पाए हुन्थ्यो भनेर सबैसँग अपिल गर्छौँ। मेची महाकाली बुहारी संयुक्त आवाजले पनि चालिराखेको छ उहाँलाई सुरक्षित स्थानमा लान सबैजनाको सहयोग। अहिले केही दिनदेखि उहाँहरूलाई हेरिराख्नु भएको छ होइन। अब यहाँहरूले खाना पनि ल्याइदिने अनि आएर बिहान बेलुका हेर्ने भनिराख्नु भएको छ। तर जतिखेरै अब उहाँहरूलाई हेरेर बस्ने कुरा पनि हुँदैन, किनभने अब सबैको आँखा पनि हुन्छ होइन समस्याहरू। तर अब यो चाहिँ उहाँलाई यहाँनिर राख्नको लागि चाहिँ एकदम सुरक्षित हुनुहुन्न भन्ने जानकारी आएको छ। र बहिनी हुनुहुन्छ, अब बोल्नुहुन्न होला सायद उहाँ है? बोल्नुहुन्छ? के हो नाम हजुर? यहाँबाट उद्धार गरेर कतै आश्रममा राम्रो ठाउँमा गएर बस्न चाहनुहुन्छ? निकै अब अरू कुरा म केही सोध्दिनँ होइन। छिटोभन्दा छिटो उहाँहरूलाई यहाँबाट उद्धार गर्न जरुरी छ र यो सम्बन्धित निकायसम्म पुगोस् भन्न चाहन्छु। र यति भन्दै अहिलेको लागि बिदा लिन्छु, धन्यवाद। उहाँ अब अहिले 12 वर्षको हुनुहुन्छ, तर उहाँ हिँड्न ओर्न सक्नुहुन्न, बोल्न चाहिँ सक्नुहुन्छ होइन। अब हामीले पहिला पनि उहाँलाई आश्रमसम्म लगेर सहयोग गरेका थियौँ। अनि फेरि उहाँको मम्मीले गएर फेरि लिएर आउनुभएछ। अनि अहिले अब बाबा नभएपछि उसले खाना पनि खान पाएको छैन र मलाई लगिदिनु, मलाई अस्तिकै ठाउँमा पुर्याइदिनु भनेर रोइराखेकी छिन्। बेलुका हामीले खानाहरू चाहिँ लिएर आइरहेको छौँ र सम्पूर्णको सहयोगले र सम्बन्धित निकायले ध्यान गरेर चाहिँ हामीले यसलाई अब सम्बन्धित ठाउँमा चाहिँ पुर्याउन सहयोग गरिदिनु होला सबैजनाले नानीको उद्धार गर्नको लागि। उहाँ पनि जान चाहिरहेको भएको छ एकदमै। हामीलाई पुर्याइदिनु, अस्तिको ठाउँमा लगिदिनु भन्नुहुन्छ। हामी आउन साथ हाँसेर बोलेर मलाई अस्तिकै ठाउँमा लगिदिनु, मम्मीले मलाई केही खानेकुराहरू गरिदिनुहुन्न, बुबाले मात्र गरिदिनुहुन्थ्यो, खानेकुरा दिनुहुन्थ्यो, माया गर्नुहुन्थ्यो भनेर आँखाभरि आँसु बनाउँदाखेरि चाहिँ हामीलाई पनि निकै दुःख लाग्छ। तर अब अहिले बुबाको पनि निधन भएको 4 दिन भइसक्यो। 4 दिन भइसक्यो। उहाँको छैन, खानेकुराहरू केही छैन। बेलुका अब हामीले खानाहरू चाहिँ ल्याएर गरिदिन्छौँ। लाइटहरू केही छैन, यहाँ अँधेरोमा 2 जना मात्र बस्नुभएको छ। एकदम दयनीय अवस्था।